So hi everyone, it's me Benako Sali, Adi Garwali, and he's my Bena. पैसाको प्याकेट उहाँबाट आज म शपिङ गराउने हो। हजुरहरुले यो भिडियो कन्टिन्यू हेरिराख्नु होला है। हाई गर्दिनु भयो त छोरीहरुले त। अबे हाई रे ओ हेलो। चुप गर्दिनुस् त। ओ बा कल्ला हो यो त मलाई चुप गर्दिनुस् न उता नगर्दिनुस् न। हामी चाहिँ घुम्न जान लागेको अनि दिदी चाहिँ उता बस्नु भएछ छेरपाटा लागेको दिदी अनि यहाँ हुनुहुन्छ याना आर्यु अनि उता हुनुहुन्छ हाम्रो भिनाजु अनि दिदी दाइले चाहिँ यता के गरिरहेछ पनि भाउजू चाहिँ उता अर्को कारमा हुनुहुन्छ हामी चाहिँ घुम्न जान लागेको So hi everyone, it's me पुष्पापुन बेनाको साली घरवाली दिलमा राखेकोवाली अनि उहाँ हुनुहुन्छ हाम्रो दिदी बजार आउँछ न त्यो चाहिँ बनवाली पनि नजाई अनि यिनी हुन् बनवाली म्युनिसिपालिटी सुन्तलाको बोटा मुनि जन्मेकी अनि म हुँ अनि बेनाको ब्लग चाहिँ म कन्टिन्यू गरिरहेको छु आज किनभने बेना चाहिँ आज ड्राइभर हुनुहुन्छ अनि उता हुनुहुन्छ खलासी अनि म छु स्पेशल काकीसामा भिआइपी सिट काकीसामा कच्ची अनि हामी चाहिँ घुम्न जान लाग्छ कहाँ जान लागेको र बेना हामी यसो इन्फर्मेसन दिनु न सातसालगुडी बुद्ध जान लागेको स्लिपिङ बुद्ध जान लागेको अनि फुकुओका अहिले हामी चाहिँ फुकुओका छौँ अनि त्यही हो म त यस्तो राम्ररी भइरहेको छु बेनाले सपिङ गरिदिनुहुन्छ कि भनेर तर गरिदिनु थाहा छैन अझै क्यामेरा नै बोल्नु भएको छैन तर उहाँको साइलेन्ट लाइन नै म चाहिँ अनै सम्झिन्छु सपिङ मल छैन होइन भरे जाने हो कि सपिङ त अनि त्यसपछि यति नै हो अहिले हामी गएपछि स्लिपिङ बुद्ध पुगिसकेपछि म ब्लग फेरि स्टार्ट गर्छु अहिले चाहिँ यति सुनिल सेट्टी आजलाई यति होइन सुनिल सेट्टी अहिलेलाई यति यो चाहिँ फर्स्ट टेक है भेना यो भिडियो एडिट गरेर फाल्नु भयो भने पारिदिन्छु नि फेरि म त थाकै थाते मन चाहिँ मैले पहिलोपटक देख्दैछु भेना म चाहिँ गाउँबाट झरेको हो ल हामी आइपुगेको अवस्था हो यो भेनाले मलाई टाँसेको टेप हो होइन भेना भेना उसले पढाएको डक्टर के भन्छ नि दिदी होइन के पढाउनु सक्ने होइन के दिदी उसके म त अस्तितिर डक्टर है त ए झाँक्रीले पढाएको डक्टर मानस खोइ के कहाँबाट ल हाई आरिगातो गोजाइमास भेना हामी निस्कियौँ ल झऱ्यौँ ल आरिगातो हामी चाहिँ आइपुगेको अवस्था हो यहाँ चाहिँ कपडै क्या ल्याएको छ यार त्यो भयो नि आयो तिन आमा छोरी होइन यो दुई आमा छोरीको ड्रेसअप मिलाएर आज ठुलो आपत पऱ्यो के अरे पुष्पाले रेखाले छोटो लुगा लगाएर आएको यहाँ ढाकेर जानुपर्ने स्थिति भएर ल हेर्नुहोस् जापानमा यस्तो छ हामी चाहिँ फुकुओकाको स्लिपिङ बुद्ध तपाईँले चिन्नुहुने ठाउँ त्यहाँ आएको यहाँ चाहिँ यस्तरी छोटो लुगाहरू लगाएर आउन मिल्दैन होइन बाई मिस्टेक हामीले चाहिँ बहिनीको चाहिँ त्यति साह्रै छोटो त थिएन छोटो लुगा चाहिँ लगाएर आयौँ अनि त्यो ढाक्नको लागि उहाँहरूले चाहिँ नुनको एउटा टावल जस्तो दिनुभयो सरी गाइस हामी चाहिँ अहिले चाहिँ फुकुओकाको स्लिपिङ बुद्ध छ त्यसमा चाहिँ के रुल चाहिँ हुन्छ भने चाहिँ यसरी छोटो लुगाहरू चाहिँ लगाएर चाहिँ इन्ट्री हुन पाउँदैन डु नट इन्ट्री भनेर यहाँ चाहिँ सबै देखाएको छ तर हामी चाहिँ बहिनीले चाहिँ त्यति साह्रो छोटो त होइन तर छोटो लुगा चाहिँ लगाएर आएको होइन अनि हामी चाहिँ बाई मिस्टेक हामीले चाहिँ बहिनीले चाहिँ छोटो लुगा लगाएर आयौँ अनि त्यसको लागि चाहिँ त्यहाँ गार्डले चाहिँ हामीलाई चाहिँ यस्तो नुनको टावल दिनुभयो त्यसले चाहिँ भिजेर हिँडिरहेको छौँ तपाईँहरू पनि त्यसतिर आउनुहुन्छ भने नआउनु होला ल हामी त झुक्यौँ तपाईँहरू चाहिँ नझुक्किनु होला
आरी मुखमा के हालेको राम्रो हो आजा अलि उता दे छैन कुटाका हो नि यसरी हो के नवर कस्तो यता है न मन गर्छ आ भगवान हामी चाहिँ यहाँ आइपुगेको छौँ 2 गर्नुभएको छ भाउजूले म चाहिँ भेनाको ब्लग कन्टिन्यू गरिरहेको छु हुनुहुन्छ हाम्रो बिनाजु भेना आइसक्रिम मैले एउटा स्टाफ राखेको छु भेना 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 आइसक्रिम किनिदिनु न छोरीले के भयो त अनि यो चाहिँ स्लिपिङ बुद्ध उहाँको चाहिँ कहिले पनि सुत्नु हुँदैन उहाँको चाहिँ खुट्टामा गएर काउकुती लगाइदिने यसरी काउकुती लगाइदिने हो अनि हामी चाहिँ अब यहाँ फोटो सेसन सुरु भइरहेको छ आर्युले चाहिँ आइसक्रिम खाइरहेको छ आर्युले मेरो ड्रेसअप चाहिँ ओनाजी भएको थियो बट मैले चाहिँ यस्तो लगाएको छु होइन चाहिँ फोटो सेसन सुरु भइसकेको छ क्यामराम्यान उहाँ हुनुहुन्छ क्यामराम्यानको वाइफ उहाँ हुनुहुन्छ अनि फोटो सेसन चलिरहेको छ उहाँहरू मोडलहरु भन्नु न मोडलहरु उहाँ हुनुहुन्छ क्यामराम्यानको आफ्नो मान्छे यो त अर्को के अरे भिडियोग्राफर ब्लगर आर्यु उता जाने नि छोरी त्यहीँबाट ल Ariana body Ariana boy vẫn chán là boy
दाइजी भने यता फर्केर यता बाबालाई बाबा बर्दीमा राख्दा लिँदा आउनु समाज हामी चाहिँ यसलाई के तारा भन्छ न दिदी अब म त आँखा घुमाएको के दादा यता के आउला त गर्छ नि यता के आउला त गर्छ नि हजुर हल्ले त अब किसे आँखामा हल्ले त गर्दो रहेछ है के रे छिटो जाम 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 इकै भर्खर गाउँबाट झरेको रुई इकै चत्त माथि आदि गर्दा बजाइमास म त आँखा कसरी घुमाएको के दिदी अनि के दिदी ए यस्तो छ आजको हालत बुढा छ बुढा उयो जाने बाटो नभएपछि होइन फुने हेर्न जाने होइन फुने हो कि उमी हेर्न जाने हो र उमीमा फुने छ कि छैन ल हाबै 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 यसै हो त बाटो त हो यो त लास्टै डरा देख्दै त दाइ उम खेलिरहन यो भेनाको भ्लग हो के अनि होएको गएर नपते यहाँ हाइतर राम नपते गफ नपते हेर्ने के होइन कि को उहाँको उसको मान्छे कति राम्रो देखेछ दिदी तेरो कपालमा यो लबर होइन होइन त्यो हेर्न त्यो बाहिर त्यो ठुलो त के भयो त्यो एउटा कोठाइ जस्तो छ कि हो त्यो भित्र चाहिँ छिर्न नमिल्ने होइन टाढा टाढा ओ उमी 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 आता उमी आता उमी उमी मामा उमी आइपुग्यौँ है हामी त वाउ बवाल छ के अरे उमी त तर एकदमै पानी कुमोरी छ त्यसैले हामी चाहिँ अहिले छिटो छिटो उमी हेरेर अनि यो यसमा जाने भनेको दाइ फोटो खिच्दैन भाउजू हजुर आज मेटे हो यहाँ पहिला ल्याएको तर कहाँ गयो पनि टाढो अगाडि आइसक्यौँ पानी परेछ हेर्नु त त्यसलाई पो छ मसिरहिदिनु त सबैलाई सामान दिएर तर उता गरेको हाम्रा सान्छ भाउजू आउनु के दाइको ब्लगमा नआउने के कफी ए भेनाको कफी के अरे के भन्छ अरे कफी राइट लाग्छ कि हिँडेर कि क्या हो बिहान पानी आउनु नमान्ने भन्ने क्या अब हामी यो टावरमा चढ्ने हो sama koci भेना हामी भेना गएको सामा म भ्लगमा अब यति सुनिसेटीहरुलाई यति बाइ बाइ लाइक शेयर एन्ड सब्स्क्राइब गर्न नबिर्सिनु होला ल बाइ 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 एभ्रीवन बाइ भेना ल यसलाई चाहिँ छोटो बनाएर जम्मा 5 मिनेटको भ्लग बनाउनु